सोगले मकै पोलिसके नेटरमा बसेर त्यसै राम्रो नि टमाटर ह्यापी रमाइलो भयो मालामा चलै दुईटा मात्रै हो यो कति ठुलो छ अब यो अनि यता हाई एभ्रिवान गुड मर्निङ सेवा नमस्ते म शोभा थुमराई एन्ड धेरै स्वागत छ मेरो युट्युब च्यानलमा आज चाहिँ वेलकम टु फ्रम मकै पोल्ने ठाउँ हाम्रो मकै पोल्ने चारो पकाउने किचनबाट हस् अब म मकै पोल्न गइरहेको छु यो चाहिँ यसरी के भन्छ यो खोसेलासँगै पोल्दा चाहिँ एकदम मिठो हुन्छ अनि त्यसपछि आपाले मलाई यसरी दिनुभएको छ अनि त्यो डाइरेक्ट पोल्दा भन्दा यसरी चाहिँ बाफेर अझै स्टिम हुन्छ त्यसैले मिठो हुन्छ अब हामी मकै पोल्ने हस् यसरी हुन्छ जन्तु कसरी लाउने गुड मर्निङ एहे के भन्छ अरे नेपालीलाई क्यामेरा नेपालीमा क्यामेरालाई जन्दु एकदम अप्ठ्यारो के जाति पो रहेछ मलाई त आएन त अहिले त खोइ ड्याङ लाग्यो त यो पारो भयो कि भएन है भयो के पो यो त यसलाई अब हामी चाहिँ सजियान भन्छौँ होइन अहिले त अब सामाजिक सञ्जालहरू मोरिङ्गा पनि अरे शीतल चिनी होइन यो त साह्रै राम्रो धेरै रोगलाई चाहिँ यसले राम्रो काम गर्छ भन्छन् है हामी चाहिँ अर्ग्यानिक हो ठुली बहिनीलाई कोसेली हस् थ्याङ्क यू दाइ यो त गजब कोसेली हो नि त नि ठुली बहिनीलाई यी राखिदिनु दाइ ल धेरै धन्यवाद अनि हामी यसको चाहिँ छोको बनाएर खान्छौँ यसको पत्ताको अघि कभरसँग पकाइएको थियो त्यो कभर निकालेपछि यसरी गर्ने गजब पाक्यो होइन बाबु त्यो बजेको सुनिया मात्रै बजेको सुनेको मात्रै त्यस्तो छैन यो आगोको त्यो के पनि कोइलामा लगाएको छु मामु कोइलामा मात्रै मामु रात यतिकोमा हुँदा हुन्छ मामु किनभने यो कोइला मात्रै पर छैन अघि नपाकेको भए त्यो काँचो खालको हुन्छ कि मामु यो चाहिँ यसरी बाफिसक्यो त्यसरी केही हुँदैन ए मलाई पनि अघि बद्दा त्यस्तै लागेको थियो होइन ठिक छ गजब ल सोगले मकै पोलिसके आज मकैको ब्रेकफास्ट लु फाइनली मकै पोलिसक्यो म चाहिँ निस्केँ है अब लु किनीमा दिन्छ मामु हजुर लु खाजा खानु सबैजना आउनु होला सोग्लेको मकै छ दाजु लगाउने भाग्छस् भाग्न पाउँछस् त आज सुबुलेले यो कत्रो काम गरेको थाहा छ रातमा ओहो मकै पोलेर खान गाह्रो छ है अब हेरौँ त यहाँनिर कसको पैसा यतिहरू लस थ्याङ्क यू खान्छ प्लिज मलाई दिनुहोस् मेरो पैसा मैले प्लिज म त ट्राई गर्छु प्लिज दिनुहोस् प्लिज ज्ञान हुनुहुन्छ प्लिज निनीको पैसा प्लिज छिटो कति ज्ञानी थ्याङ्क यू यहाँ बोक्छु म गोजीमा हाँस ल बाई थ्याङ्क यू मलाई मनी दिनुभएको दादी भने त फेरि मान्नुभयो ज्ञानी हुँदो रहेछ है मकै बोल्नु सजिलो छैन अब म देखाउँछु हजुरहरूलाई मेरो फेस रातो पिरो हरियो निलो ओहो यसलाई भन्छ मेहनतको फल मिठा हो त है अब मिठो हुन्छ नि त मकै हरियाली झारमा बसेर खाने हो मकै खोइ त मान्छेहरू कोही आउनुहुन्न त मकै खानु अब म खान्छु सबैजना शर्माई क्यामेरामा लगेर चाहिँ चल्नु आमा म यहाँ झरमा बसेर खान थाल्छु केही
कस्तो मिठो नि एक्लै मकै खाँदै कोही मकै खानु भएन अब मान्छे जानु भयो काम त यहाँ भिडियोमा आउँदैन सँगै भए पनि उता बस्ने अरे म हजुर उता चन्दा भाउजू उता एक्लै मकै पुली खाँदैछु म के साह्रो मिठो गुलियो खान्छ साह्रो मिठो छ नि हो मकै पनि मुखमा गर्नु पर्ला मिठो छैन अनुहार रातो भैजल पोलेको पनि कामिदियो यसरी राख्ने त्यसपछि टुकु काट्ने अनि चारो ल खाजा खाइसक्यो अब चाहिँ डुम्री दुबेलीको पत्ता सुँगुरलाई चारो तयारी गर्दैछौँ काँचो दाजुले काटेर ल्याउनु भएको अनि अघि त्यसरी यसरी रेडी गर्यो त्यसपछि यसलाई यसरी काटिन्छ काँचो दाजु काट्दै हुनुहुन्छ हजुर बाबाजी हजुर के भन्नुभएको सजनको फल यो चाहिँ शीतली पनि भन्छ यो चाहिँ स्वास्थ्यलाई एकदमै राम्रो अब हामी तरकारीको लागि यो केलाउँदैछौँ यहाँभित्र को हुनुहुन्छ होला उमा हजुर त्यता हुनुहुन्छ ओह आज त कस्तो गर्मी हिजो त शीतल थियो सुतेर उठ्यो आँखा पनि त्यतिकै भइरहेको छ अब सानो सानो लोकल टमाटर टिप्ने अब घर जानुपर्ने छ छोरी त सुतिरहेकी छिन् म चाहिँ अब टमाटर टिप्नु पर्यो ए लोकल टमाटर टिप्नु पर्यो टपक टिपेर कहाँ पाइन्छ बारीभरि टमाटर यहाँ हाम्रो घरमा पाइन्छ ए यतै टमाटर यतै टमाटर टमाटरै टमाटर कहाँ पाइन्छ टमाटर हाम्रो बारीमा हेर्नु न कता हेर्नु यतै छ टमाटर यतै छ अम्म मोमो भन्छ त्यसरी हेरौँ त टमाटरै टमाटर हेर्नुहोस् त ओहो हो चन्नु मायालु त हुनुहुन्छ त्यो टोपी हामीलाई पनि चाहियो है यति चाहिँ राम्रो हुने टमाटर टमाटर कता कता टिप्नु यतै छ उतै छ यति पनि सके टिपे यति धेरै अब टिपिसके अब लाग्ने हो भाउजूले फोन गर्नुभयो त्यो आज आँखा सिबी चलिरहेको छ र आँखा पनि चेक गरौँ भनेको त ढिला पनि लागिसकेछ ल छोरी र म चाहिँ छोरीको आँखा चेक गर्न आएको छु जानुभयो दाजु बाटोमा निस्किँदैन थियो म आउँदाखेरि लास्टै गर्नु खोइ बोल्नु न बाबा घोचेको छ त्यो केही गर्नु न मम्मा यहाँ छु है मम्मा दिनु हुनुहुन्छ चुलाचुली 3 को वडा कार्यालय हो यहाँ चाहिँ आँखा आज सिबिउ थियो त्यसैले मम्मा छोरी आयो अब जाने छोरीको अलिअलि यो के परे आँखामा आनु पनि आयो अनि भित्र अलिकति इन्फेक्सन होला कि भनेर घोचेको थाहा पाइन् कि ल मम्मा छोरी चेक गऱ्यौँ मेरो पनि चेक गऱ्यौँ ठिकै छ
तर अब आजकल चाहिँ म स्क्रिन टाइम अलिक धेरै गर्छु, त्यसैले अनि मैले पनि एउटा यो ग्लास लिनु पऱ्यो। यो डाइरेक्ट यो के भन्ने लाइटहरू असर नगरोस् भनेर। यहाँदेखि फर्किँदैछ मम्मा छोरी अब। ल सीता भाउजू यहाँ हुनुहुन्थ्यो। ल थ्याङ्क यू भाउजू, थ्याङ्क यू डक्टर साहबलाई, थ्याङ्क यू। अब फेरि ब्याक टु घर जाने हो, अनि खानासाना खाने हो, अनि दमक जाने हो मम्मा छोरी। राम्रोमा अब जाउँ भने त घर दिदीजी। ल हामी जाने, बाई बाई भनेर खोइ त पर्यो। बाई बाई चन्दु। अरू भिडियोमा आउनु लगाउँदा चाहिँ यता क्लिन क्लिन यता छ नि, छिटो छिटो गरेर अबदेखि आउनुहोस्, जहिले ढिलो हुन्छ माइन्ड नगर्नुहोस्। हामी नलेदेखि आइपुग्यौँ यो पुलमा। यस यो चाहिँ दमक जाने पुल हो। खै कहाँ हुनुहुन्छ हजुर? ह्याप्पी रमाइलो भयो मावलामा? छोरी धेरै गर्नुभयो। Oh my god, it's so fast. अङ्कल सँगै जानुभयो। ल हामी पनि छिटो जानुपर्छ हौ। ल अब हामी पुग्छौँ छिटै। ल छोरी र म चाहिँ आइपुग्यौँ। अघि छोरीको आँखा देखेको अब जुत्ता जुत्तामा आउँछ लिने। हामीलाई तल भएको छ। अब निको हुँदैछ, अब लाउनुपर्छ अनि ज्ञानी गएर। त्यसको छोरी जो पानी परिसक्यो त। हो नि। कति बजी बन्द हुन्छ भाइ? ए हे भाइ त घर जानु लागेकोले हामी डिस्टर्ब गर्नु के हो? छोरी र मैले चाहिँ यहाँदेखि एउटा औषधि चाहिँ लियौँ, एउटा चाहिँ थिएन। अब हामी अर्को क्लिनिकमा गएर लिन्छौँ। यस छोरी। ल हामी अर्को फार्मेसीमा आइपुग्यौँ। अब त्यहाँ पाउनु पर्ने नाक्सी आउँछ त। छोरी र मैले चाहिँ रेडी छोरीको। अब चाहिँ हामी आइनले अब कहाँ जान्छ? हामी घर जान्छौँ। मौसम कुल भइरहेको छ। लसको ल अस्ति औषधि लगाएपछि फेरि फल्दैछ। त्यसपछि चाहिँ किरा सबै मरिसक्यो। अनि त्यसपछि करेला यत्रो यत्रो भएको छ ठुलो ठुलो। अब मैले काट्छु। करेलालाई झन्डै मार्यो नि। केटीकोहरूलाई त्यही त हेभी गरम भएछ क्यारे यता गरिरहेछौँ। काटौँ त एउटा हातले समातेर अर्को हातले काटौँ। अन्त साह्रो हुने रहेछ। काट्यो ठुलो पो छ है। यसलाई एकछिन यहाँ राखौँ। अब अर्को पनि काटौँ। ठुलो छिपिसक्यो। ल दुईवटा गर्नुपर्छ है। आधीको चाहिँ पुग्छ है फेरि। अर्को टिप्नु कि नटिप्नु? यता पनि छ। यसलाई टिप्नु कि नटिप्नु? त्यो दुईवटाले नै पुग्छ निकै। पनि छ, यता पनि छ। त्यहाँ अचार लगाइएको छ। ल आजलाई दुईवटा मात्रै हो। यो कति ठुलो छ गाजर। ए यहाँनिर अनि अस्ति आमादेखिको फर्सी यहाँ कति पत्ता थियो, तर सबैलाई मैले काटिदिएँ सिजरले। किनभने यो पत्ताले पनि यहाँनिरको खान्छ होला मल भनेर। अनि खोइ यत्रो यो चाहिँ फल्नु पर्ने किन फल्दैन त हौ? निकै लामो लहरा भएर मात्रै फल्ने रहेछ हौ। साह्रै राम्रो बोट्छ नि। कति राम्रो थियो, तर मैले सबै काटिदिएको पत्ता चाहिँ हेरेको राख्नु भनेर। मुन्टा पनि खायो अलिअलि। आपाले ल्याइदिनु भएको यो मिन्ट पुदिना। यो चाहिँ के यो सन्चो सिङ हो चाहिँ यसको नाम त आएन। यसलाई छेपी भन्छ। यहाँनिर भिन्डी हुँदैछ। बैगुन पनि हुँदैछ। बैगुन यो धनियाँलाई डिस्टर्ब गरेर मैले पत्ता काटिदिएको सबै। अनि मेथीको हल्का हेरौँ फल्छ कि फल्दैन। फर्सी चाहिँ तर साह्रै गजब छ। हेरौँ आश गरौँ भर नपरौँ। ल हामी चाहिँ पेल्टीमारीबाट अघि नै आइसक्यौँ। अनि आएर यहाँ सबै सामानहरू टक राखिसक्यो। अनि खानामा खाइरहेको छोरी। हामी त फुच्काइ ब्रस गरी सबै काम सिध्याएँ। अब छोरीको स्कुल भोलिदेखि लाग्छ, त्यसैले यहाँनिर हामी अब छोरीको अस्ति नै कपी बुकमा कभर लाउनु बाँकी छ, त्यसैले अब छिटो छिटो लाउनु पर्ने। भोलिदेखि त स्कुल।
गर्ने हुन्छ अनि फेरि कसरी हाल्छ हजुर ब्रदरको आइब्रो लगाइदिनु भएको छ आइब्रो यहाँ छ भनेको नहीं छोटे ब्रदर त आइब्रो छैन गोलको मात्रै आइब्रो हुन्छ आइब्रो यहाँ पनि आइब्रो छैन गोलको आइब्रो छ कसले गोलेको आइब्रो टुङटुङ मैले गोलेको छैन यो कसरी आफै आयो ल अब भिडियो केही गर्नु होला छोरीको कपिबुकमा सबै त लाइन नसक्ने विषय धेरै छ कपिबुक त्यसैले अब अलिक क्रिममा लगाउन त्यसपछि हामी सुत्ने म चाहिँ भिडियो क्लिन गर्न भिडियो क्लिन गर्न चाहन्छु थ्याङ्क सो मच एभ्रीवन फर वाचिङ माई भिडियो and do not forget to like, share, subscribe and comment. Good night everyone. आफ्नो ख्याल गर्नु होला आफूलाई माया गर्नु होला